आज म खौसी सुप बनाउन लाग्यो साथीहरू। है त साथीहरू, हजुरहरूले कसरी बनाउनुहुन्छ? मैले त यसो हल्का अनि यो भन्ने के हाल्यो होला भन्नु होला। यो भनेको लेमन, त्यसपछि लेमन ग्रास, अनि थाई मतलब खौसी सुपको पेस्ट, खौसी सुपको पेस्ट हो यो। यसरी भुट्ने साथीहरू, बनाउन त अब सबैले बनाउनुहुन्छ होला। मैले यस्तो तरिकाले बनाउँछु। तपाईँहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नुहोला। अनि मलाई पनि सल्लाह सुझाव दिनुहोला। केही कमी कमजोरी भएको भए। यो भनेको कोकोनट मिल्क कोकोनट मिल्क चाहिँ यो साथीहरू। खौसी सुप अनि खौसी सुपमा थोरै हल्दी पनि हाल्नुपर्छ है, पेलो कलरको हाल्नुपर्छ। मसँग यो पेलो कलरको पेस्ट छैन, त्यही भएर मैले थाई सुपको पेस्ट हालिदिन्छु। थाई कढीको पेस्ट हालिदिन्छु, रेड थाई कढीको पेस्ट। अनि म यसरी बनाउँछु है साथीहरू। हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नुहोला। अनि केही कमी कमजोरी भए, देख्नुभएको भए सुझाव सल्लाह पनि दिनुहोला भन्दै आजलाई अहिलेलाई बिदा। बाई।